भनिन्छ बिहानको उज्यालोले दिनको गति निर्धारण गर्दछ। आजको यो बिहान अलिक फरक छ। आकाशमा हल्का सुनौलो रङ फिजारिरहेका छन्, जहाँ हामी एक विशेष गन्तव्यतर्फ लम्किँदैछौँ। दोलखा जिल्लाको पवित्र, रमणीय र अत्यन्त श्रद्धायुक्त स्थल कालिम्चोक भगवतीतर्फ। मर्निङ गाइज, आज हामी चाहिँ काठमाडौँदेखि कालिम्चोकसम्मको यात्रा गर्दैछौँ। हामी 4 जना साथीहरू यहाँ चिया खाँदै वेट गरिरहेछौँ भने अश्विन भाइ आउँदै हुनुहुन्छ। ओ ल आइपुग्नु भयो। ठ्याक्कै त्यतिमै आइपुग्छ। दाइ के हो आज ठ्याक्कै टाइममा आइदिएको? यार म कहिले ढिलो भएको छ यार, टाइमको एकदम पङ्क्चर। म कहिले चाहिँ ढिलो भएको छु भन न, एभिडेन्स दिउ न हैन। म मात्र टाइममा भएर त केटाहरु झन् टाइममा आयो। ल बस्नु। चिया कुन चिया? मिल्क टी। तिमीहरू कालो होइन? दिदी एउटा चाहिँ मिल्क टी ल। यो यात्रा केवल सडकको नाप मात्र होइन, यो यात्रा हो धेरैले सपना देखेको, थुप्रैले अनुभूति गरेको र सबैले सम्झिरहने यात्रा। यो यात्रा हामीलाई ती ठाउँतिर लैजाँदैछ जहाँ प्रकृतिको सादगी, हिमाली हावाको ताजगी र आस्थाको गहिरो स्पर्श छ। दाइ अरु खान पाइन्छ? हामी अहिले प्रकृतिको एक अनुपम सौन्दर्य स्थल नगरकोट प्रवेश गर्दैछौँ। हेलो हेलो आऊ 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 दौड्यो 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 दौड्यो। काठमाडौँदेखि करिब 32 किलोमिटरको दूरीमा रहेको यो ठाउँ समुद्री सतहबाट करिब 2175 मिटरको उचाइमा अवस्थित छ, जहाँबाट हिमालयको मनोरम दृश्य, हरियाली जङ्गलहरू अनि स्वच्छ हावाको अनुभव लिन सकिन्छ। यो बाटोबाट हामी चाहिँ राइट तलतिर लाग्दैछौँ। यो बाटो चाहिँ माथि गएर तपाईँ नगरकोटको भ्यू हेर्न सक्नुहुन्छ भने यहाँबाट तल चाहिँ हामी काभ्रे पलाञ्चोक मण्डने देउपुर नगरपालिका हुँदै लगभग 0 किलो निस्किन्छौँ। बाटो सब पिच हुन्थ्यो होइन, तर के पिच रहला यो यस्तो मापाका यो एसयुभी सबवाला चाहिँ पिच रहेछ क्या। यो चाहिँ के हो भन्छ भने पिच गर्दा गर्दै छोड्यो भने आधा अधुरो। अब यस्तो हो क्या, योभन्दा अगाडि म 1.5 वर्ष अगाडि आएको थिएँ, त्यति बेला पिच थियो। नेपालको बजेट भनेको 6 महिने हो, भत्काइसक्यो त म के गरौँ यार। सब पिच ठाउँ ठाउँमा टुक्रा टाक्री अलिअलि के होला जस्तो छ होइन।
हामी चाहिँ यहाँ केटाहरूलाई मोसन सिकनेस भएछ, त्यो भएर एकछिन रेस्ट गर्दै गर्दा उनीहरू चाहिँ यता बस्दैछन्, रेस्ट गर्दैछन्। म चाहिँ अगाडि के चाहिँ हेर्दै गर्छु। हामी काभ्रेपलाञ्चोक जिल्लास्थित मण्डने देउपुर गाउँपालिका अन्तर्गत काठमाडौँ मेलम्ची राजमार्गमा छौँ। यहाँबाट करिब आधा घन्टामा सिन्धुपाल्चोक जिल्लाको एक ठुलो सहर मेलम्ची पुग्न सकिन्छ भने दायाँतर्फबाट 0 किलो पुग्न सकिन्छ। साथीहरू अहिले चाहिँ हामी 0 किलोमा छौँ। यो बाटो भने चाहिँ तपाईँले यता सिधा हेर्नु भने यो काठमाडौँ जाने बाटो हो। यहाँबाट हामी जान सक्छौँ। मेलम्ची जाने बाटो चाहिँ यहाँबाट तल गएपछि मेलम्ची छ, जुन बाटो अघि हामी आयौँ। र अर्को यो बाटो छ, यो चाहिँ यहाँबाट हामी दोलाल घाट हुँदै जस कालिम्चोक जाने बाटो हो। बारबिसे खाडीचौर पनि यहीँबाट पुग्न सकिन्छ। ए हो त कुमार ब्रो होइन, हाम्रो स्वर्गमा भेटभाट ए हो त अनि अनि कताबाट त? हामी चाहिँ अहिले कालिम्चोकबाट फर्किँदै ला सेट यार, हामी पनि कालिम्चोकै जान लाग्यो नि त। फेरि तपाईँ फर्किने कालिम्चोकै जाँदै हो। के गर्ने त बसाइ कताको छ कालिम्चोक? प्लानै भएको छैन, ऱ्यान्डम गइरह हो। हामी कतिजना छौँ? हामी छौँ 5 जना छौँ नि ब्रदर। के गर्ने त ब्रो, हामी 2 जना भर्खरै फर्केको हो। त्यतै जाउँ न, जानु मिल्छ? जान पनि मिल्छ, तपाईँहरूलाई बस्नलाई पनि मिल्छ है। फेरि हामी त्यसो त लाने हो जसरी पनि होइन। अनएक्सपेक्टेडली एकदम नसोचेको साथीहरूलाई भेट भयो होइन। फेरि उहाँहरू कालिम्चोकबाटै आउनुभएको रहेछ, तर हामीलाई देखेपछि उहाँहरू पनि जाने फेरि फर्किने हुनुभयो। खासमा कालिम्चोकमा उहाँहरूको आफ्नै रिसोर्ट रहेछ। अब हामीले बिहान हिँड्ने बेलासम्म कहाँ बस्ने भन्ने कुरा थाहा भएन। अब साथीहरूलाई भेट भएपछि उतै बस्ने प्लान भइहाल्यो। तर साथीहरू कालिम्चोकदेखि ट्राभल गरेर थाकेको भएर अब हामी गाडीमा जो थियौँ 2 जना भाइहरू चाहिँ बाइकमा सिफ्ट हुने र उहाँहरूलाई चाहिँ गाडीमा सँगै यात्रा गर्ने प्लानमा छौँ। अबको बाँकी ब्लग साथै जानेछौँ है त। दोलाल घाट प्रवेश गरिसकेको छौँ होइन। दोलाल घाटको बोर्ड दोलाल घाट समुद्र सतहदेखि करिब 620 मिटरको उचाइमा अवस्थित अर्नीको राजमार्गमा पर्दछ, जुन काठमाडौँबाट झन्डै 2 घन्टाको दूरीमा पर्दछ। यहाँको मुख्य आकर्षण भनेको स्वच्छ इन्द्रावती र भोटेकोशी नदीको सङ्गम हो, जहाँ तपाईँले पौडी खेल्न, पिकनिक गर्न र माछा खान मजाको अनुभव लिन सक्नुहुन्छ। हामी अहिले काभ्रेपलाञ्चोकको दोलाल घाट भन्ने ठाउँमा छौँ। खासमा यो एरिया चाहिँ काभ्रेपलाञ्चोकमै परे पनि सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोक जिल्लाको बोर्डरको रूपमा चिनिन्छ यसलाई। दोलाल घाट केवल घुम्नको लागि मात्र होइन, तपाईलाई शान्ति, प्रकृति र स्थानीय स्वादको आनन्द लिन उपयुक्त गन्तव्य हो। दोलाल घाट चाहिँ वास्तवमा माछाको लागि अझ बढी परिचित छ। पहिला त लोकलै माछा हुन्थ्यो यहाँ, अहिले पनि लोकलै भन्नुहुन्छ। तर मलाई जहाँसम्म लाग्छ लोकल माछाले मात्रै त सम्भव नहोला होइन, यति धेरै जुन डिमान्डको कुरा नहोला। दोलाल घाट केवल घुम्नका लागि मात्र होइन, तपाईलाई शान्ति, प्रकृति र स्थानीय स्वादको आनन्द लिन पनि उपयुक्त गन्तव्य हो।
हामी अब यहाँको कपिलेश्वर महादेव भिजिट गर्न जाँदैछौँ। यहाँको एकदमै रोडबाट देखिने र अलिकति प्रख्यात महादेवको रूपमा चिनिन्छन्। महादेव चाहिँ यता भोटेकोसी नदी र जलबिरेबाट आउने जलबिरे नदीको सङ्गममा पर्छ भने एक कपिलेश्वर महादेवको प्राङ्गणमै पारेर दुई नदीको मिलन हुन्छ यहाँनिर। हामीले चाहिँ यहाँ एकजना दाई खोलामा माछा मार्दै गरेको भेटिरहेछौँ। दाईसँग एकचोटि कुरा गरौँ जस्तो लाग्यो। दाई नमस्कार। के हो दाई नाम हजुरको? मेरो सुकुमार माझी हो। ए घर चाहिँ कता हो? यही भैँसे हो। भैँसे हो। ए ओके। खोलामा माछा मार्दै हुनुहुन्छ कि सधैँ मार्नुहुन्छ कि कहिले काहीँ हो? सधैँ हो। ए ओके। दिनमा कति केजी मार्नुहुन्छ? दिनमा अब कहिले 1 केजी हुन्छ होइन, कहिले 2 पाउ, कहिले आधा केजी। ए त्यति पनि हुन्छ। अनि के त्यो बेच्नुहुन्छ कि आफैलाई खानालाई मात्रै? अब कहिले बेच्ने कहिले खाने। कहाँ बेच्ने कुनै ठाउँ छ कि ऱ्यान्डमली कतै बेच्नुहुन्छ? बेच्ने यतै होटलतिरै। होटलतिर लिन्छ होइन? केजीको कतिमा बेच्नुहुन्छ? केजीको अब हामीले 1300मा बेच्छ। ए हजुर। उहाँहरूले अब 1500। ए ठिक छ। ए राम्रो छ। अनि अहिले जुन तपाईँले बल्छी हान्नुभयो भर्खर, के माछा पर्छ सबै बल्छीमा पर्छ कि के हुन्छ? होइन भन्न सक्दैन। अब कुनै खाली आउँछ कुनैमा पर्छ। ए त्यो भनि सक्दैन। अहिले चाहिँ अलरेडी अर्को ठाउँमा एउटा बल्छी हानिसक्नु भएको रहेछ पहिले। हामी त्यो हेर्न जाँदैछौँ कहाँनिर रहेछ, त्यहाँ माछा परेको छ कि छैन हेरौँ है त एकचोटि। ए ओके। यसै ढुङ्गामा बाँध्नु भएको छ उहाँले, अब तान्दै हुनुहुन्छ। अब हेरौँ होइन। के आउँदैछ? ढुङ्गा आयो। ओके छैन है दाइ? ए ल ओके। त्यो कति बेला तान्ने हो? अघि हामीले हालेको 10-15 मिनट। 10-15 मिनट लाग्छ है। हामी सिन्धुपाल्चोकको खाडीचौर बजारमा आइपुगेका छौँ। यो बाटो चाहिँ तपाईँले अगाडि चोकबाट सिधा गयौँ भने हामी तातो पानी नाका हुँदै चाइना बोर्डरसम्म पुग्न सक्छौँ। त्यसको लागि करिब यहाँबाट 1 देखि सवा 1 घन्टा ट्राभल गरेपछि हामी तातो पानी नाका र चाइना बोर्डरसम्म पुग्न सक्छौँ भने अगाडि पुलबाट दायाँ लागिसकेपछि चाहिँ हामी कालिम्चोकको वेपट्टि प्रस्थान गर्छौँ। अर्नीको राजमार्गमा पर्ने खाडीचौर काठमाडौँबाट करिब 65 किलोमिटर पूर्वमा पर्दछ। यो स्थान चीन नेपाल व्यापार मार्गतर्फ जाने मुख्य प्रवेशद्वारको रूपमा पनि परिचित छ। कलेफी गाउँपालिका अन्तर्गत रहेको यो खाडीचौर बजार चाहिँ यो एरियाको 1220भन्दा माथि र यहाँबाट पनि माथि मुडे साइडको जति पनि बासिन्दाहरू हुनुहुन्छ उहाँहरूको लागि एउटा मेन बजारको रूपमा चिनिन्छ। यात्रा एकदमै रमाइलो भइरहेछ। हामी खाडीचौरबाट माथि लागेपछि लगभग मुडेको नजिक पुग्न लागिसकेका छौँ। लगभग अहिले दिउँसोको 3 बज्नलाई 10 मिनट मात्र बाँकी छ। गाइस हामी अहिले लगभग मुडेको आसपास आइपुगिसकेको छौँ। बाटोमा एकदमै गर्मीले असिन पसिन भएर गाह्रो भइरहेको बेलामा लगभग यहाँ आइपुग्न थालेपछि अलिकति चिसो हावा चल्न थालेर थोरै राहत महसुस भयो र यताबाट जुन एकदम राम्रो भ्यू देखेपछि एकचोटि बसेर रेस्ट गरौँ न त भन्ने कुरा आयो। बिहान चाहिँ थाकेर एकदम उठ्यो, के भन्छ ज्यानै आलस्य भएको थियो। अहिले त आनन्द भएको छ हजुरहरूसँग गफ गर्दै। ल बाबा ल कुमारजी कस्तो हुँदैछ? एकदमै फिलिङ गुड, किनभने साथीहरूलाई लिनलाई आएको जस्तो भयो बाटोबाट। त्यो त एकदम भयो भने शिव फिल गुड अहिलेसम्म। अब हेरौँ यहाँबाट माथि कस्तो छ। अहिलेसम्मको फिल चाहिँ
फ्यान्टास्टिक। ओके साथीहरू, हामीले यहाँबाट देख्दैछौँ सिन्धुपाल्चोक जिल्लाको सबसे हाइटमा रहेको त्रिपुरा सुन्दरी माई भएको तौथली बजार भन्छ यसलाई। यो मैले साथीहरूलाई सेयर गरिसकेपछि साथीहरू पनि जाउँ भन्न लाग्दैछन्। त्यही भएर हामीले चाहिँ अहिले यहाँ हेर्दै भोलि फर्किँदाखेरि सिलढुङ्गाबाट लगभग आधी घन्टादेखि 45 मिनटको बाटो होला। हामी तौथली मन्दिर त्रिपुरा सुन्दरी माईमा पनि गएर तपाईँहरूलाई भिडियो सेयर गर्छौँ है त। सिन्धुपाल्चोक जिल्लाको उचाइमा अवस्थित मुडे बजार सानो तर ऐतिहासिक बजार दोलखा र रामेछाप हुँदै जिरी कालिम्चोकतर्फ जाने यात्रुको अनिवार्य विश्राम बिन्दु हो। साथीहरू, हामी मुडे बजारमा सातजना छ ए ल ठिक छ। अब हामीले खाना खाँदैछौँ। मुडेमा खाना खाइसकेपछि अब हामी कालिम्चोकतर्फ लाग्दैछौँ। तर त्यो सँगसँगैमा मुडेको पनि केही झलकहरू र यहाँको बजारहरू तपाईँहरूलाई हामी देखाउन गइरहेको छौँ। मुडे जहाँ शीतल हावा, खुला आकाश र हिमालको झल्को एकैसाथ पाइन्छ। बिहानपख यहाँको कुहिरो, साँझपखको सूर्यास्त र प्रकृति प्रेमीहरूलाई मन्त्रमुग्ध बनाउँछ। प्रवेश गरिसकेका छौँ। एकदमै पर्यटकीय रूपमा एकदमै चर्चामा रहेको यो ठाउँ दोलखा अन्तर्गत पर्दछ। लगभग नेपालमा हुने म्याक्सिमम फिल्महरूको सिनेमाहरूको सुटिङहरूको लागि यो एरिया अझ प्रख्यात मानिन्छ भने पछिल्लो समयमा कालिम्चोकलाई पनि त्यत्तिकै प्रख्यात मानिन्छ। विन्टरको समयमा चाहिँ यो ठाउँमा एकदमै हिउँ परेर अझै एकदमै मनमोहक राम्रो देखिन्छ। साथीहरू, हामी खैरढुङ्गा आएपछि यस्तो लोभ्याउने ठाउँ भयो कि कसैलाई पनि गइहाल्न मन लागेन। त्यो भएपछि हामीले गाडी तल पार्क गरेर डाँडा चढ्यौँ, माथि आइपुगेका छौँ होइन। जति माथि आयो त्यति कति रमाइलो भइरहेछ, मजा आइरहेछ। हामी फाइनल्ली मकैबारी आइपुगिसकेका छौँ। मकैबारीबाट हामी यता माथितिर लागिसकेपछि कालिम्चोक पुरीमा पुग्छौँ। आज हामी पुरीमा बस्छौँ। यहाँबाट मात्र तपाईँहरू देख्न सक्नुहुन्छ 15 किलोमिटर माथि हो। अब हामी मकैबारीको बारीदेखि कालिम्चोकतर्फको यात्रा गर्छौँ है त। पोटमा खोल्ने होइन ल आइदियो यो हो नि त तरिका होइन, यस्तो खतरा हान्दै त होइन। प्रोफेसनल रहेछ क्या, म थाहा भइसक्यो। हात हानेको तरिकाले थाहा भइसक्यो हेर नि त। घुमाएको तरिका र हानेको तरिका फर्स्ट सर्टमा फर्स्ट हान्दै दामी हान्छ नि। केटाहरू चाहिँ आज लोकल भाले नै खुवाउने भनेर चाहिँ भाले लिन गएको छन् होइन, लिएर आउँदैछन्। नभन्दै भाइले लिएर आएछ। ल लोकल भाले, ल ल भाइ यता आऊ। के हो दामी छ त यार। लोकल हो यो? लोकल, प्योर लोकल। ओ माई गड, दामी होला जस्तो नि त। बवाल हुन्छ दाइ। कति केजी छ यो? यो लगभग 2.5-3
हो ल दामी रहेछ ल हेलो हेलो भाले दामी रहेछ ल ल हामी चाहिँ मकैबारीबाट फाइनल्ली माथि लागिसकेका छौँ तर यस्तो उकालो रहेछ यो होइन उकालो बाटो चाहिँ बिस्तार जाँदैछौँ होइन सरकारको ध्यान जाओस् भनेर चाहिँ मेरो साथीहरू सरकारको ध्यान जाओस् किन चुप छ किन मौन छ सरकार केही गर्नको लागि सरकारले केही एउटा चाहिँ देखाउनु पर्यो भनेर चाहिँ एउटा लिखित होलाको चाहिँ हामी माथि हाइटमा आइसकेका छौँ त्यहाँ पछाडि आउँदा आउँदै तिनजना इन्डियनहरू एउटा गाडीमा आइरहेको भेट्यौँ थोडा देखिए चलान ठिकै ओके साथीहरू फाइनल्ली हामी कालिम्पोङ आइपुगिसकेका छौँ बाटोमै बिच बाटोमै रात परिसकेपछि तपाईँहरूलाई माथिको केही भागहरूको राम्रोसँग भिडियोहरू हामीले देखाउन पाएनौँ तर चिन्ता नगर्नुहोस् भोलि बिहान त्यहीँबाट नयाँ भ्लग र नयाँ भिडियो सुरु हुन्छ र सबै देखाउँछौँ तपाईँलाई फाइनल्ली हामी यहाँ अब आइसकेका छौँ एकदमै चिसो छ यहाँनिर त्यही भएर मलाई दिनभरि तपाईँले टी सर्टमा देखिरहनु भएको थियो यति बाक्लो ज्याकेट लगाइसकेको छु बाटोमा कति रमाइलो भयो त्यो तपाईँले हेरिहाल्नु भयो त्यही कारणले गर्दा हामी लगभग काठमाडौँदेखि यहाँसम्म आइपुग्नको लागि 13 घन्टा लागेछ लगभग हामी 6:30 बजे हिँडेको थियौँ बिहान ठ्याक्कै 7:30 भएको छ अहिले त्यही भएर यत्तिकै यो भिडियोमा पक्कैहरू तपाईँले धेरै इन्जोय गर्नुभयो होला यत्तिकै माया गर्नुभयो भने यो यस्ता भिडियोहरू हामी अझै पनि धेरै ल्याउनेछौँ स्टे ट्युन गुड मर्निङ फ्रम कुरी भ्याली देखिहाल्नुभयो हिजो कति गाह्रो भएको थियो बाटोमा त्यही भएर हामी बिहान 5 बजे उठ्ने भनेको चाहिँ 8 बजे चाहिँ उठ्नको लागि हेर्नु काम लागिसकेका छौँ अब चाहिँ हामीले थोरै प्लानमा चेन्ज गरेको छौँ फ्रेस भएर कफी पिउन साथ हिँड्दै तपाईँहरूलाई त्यहाँको हाइकिङ रुट पनि देखाउँदै जाने प्लानमा थियौँ तर ढिलो भएको रिजनले चाहिँ हामी केबल कारमा गएर केबल कार हुँदै माथिको मन्दिरको भ्यू र त्यहाँ वरिपरिको भ्यूहरू त्यहाँबाट कुरी भ्याली कस्तो देखिन्छ त्यो सबै चिजहरू देखाउन गइरहेका छौँ गुड मर्निङ फ्रम कुरी भ्याली एकदमै रमाइलो भयो हिजोको यात्रा देखिहाल्नुभयो हिजो हामी राति नै भइसकेको थियो यहाँ आउँदाखेरि तपाईँले पनि देख्नु भएन कि हामी कहाँ थियौँ कस्तो थियौँ के थियौँ भनेर आएर हामी मिराकल भ्यू रिसोर्टमा बस्यौँ यहाँको एम्बियन्स खाना सर्भिस एकदमै बवाल लाग्यो सुत्नलाई पनि यस्तो आनन्दको रुमहरू रहेछ होइन एकदमै खुसी लाग्यो हामीलाई एकदमै तपाईँहरू पनि यहाँ आउँदाखेरि मिराकल भ्यू रिसोर्टमा एकचोटि सर्भिस लिनु होला त्यहाँ पछि तपाईँहरू पनि यही भन्न थाल्नुहुन्छ डिटेल्सको लागि यहाँको फोन नम्बर सोसियल मिडियाको लिङ्क डिस्क्रिप्सनमा राखिदिन्छु यहाँको बारेमा एम्बियन्सलाई लिएर सर्भिसलाई लिएर र ओभरअल मिराकल भ्यू रिसोर्टको लागि लिएर हाम्रो यहाँको ओनर बुद्धजी हुनुहुन्छ बुद्धजीबाट केही कुरा सुनौँ है त वेलकम छ तपाईँहरूलाई अब हामीले दिनुपर्ने सर्भिसहरू चाहिँ तपाईँहरूको लागि एकदम हुन्छ नि सकेसम्म हामीले राम्रै गर्ने पक्षमा पनि छौँ होइन फेरिको भोलिको दिनमा पनि र तपाईँहरू काठमाडौँदेखि यहाँसम्म आउनुभयो इन्जोय गर्नको लागि नै आउनुभएको हो
र तपाईँहरूलाई चाहिँ हामीले चाहिँ कसरी चाहिँ सर्भिस दिने भन्ने कुरामा चाहिँ घरमा भन्दा पनि अझ बेटर होइन त्यो हिसाबले चाहिँ दिने कोसिस गरिरहेको छु र गर्ने पनि छु। भित्रको सबै त तपाईँहरूले देखिहाल्नुभयो होइन। लोकल कुखुरा तपाईँले चाहिँ लोकल कुखुराको कुरा गर्नुहुन्छ भने लोकल कुखुरा मगाउनुहुन्छ भने हामी त्यो पनि तपाईँहरूको लागि एकदम एभाइलेबल गर्न सकिन्छौँ। एकदमै दामी थियो है। त्यसमा सर्भिसको लागि तपाईँले जुन लोकल कुखुराको कुरा गरेर दामी। थ्याङ्क यू सर। थ्याङ्क यू बुद्धजीलाई। हामी कालिम्चोक मन्दिरको लागि अगाडि बढिसकेका छौँ। तपाईँले मेरो ब्याकग्राउन्डमा देख्न सक्नुहुन्छ कुरी भ्यालीको रिसोर्टहरू कस्तो राम्रो देखिरहेछ भ्यू। अझ क्यामेरामा भन्दा रियलमा झन् मजा आउने गरी देखिरहेछ। तपाईँहरू यहाँ देख्न सक्नुहुन्छ सायद सिजनको लागि क्याम्प फायर गर्न र यहाँको जुन जीवनयापनको लागि सजिलोको लागि काठ ल्याउँदै गरेको गाडी चाहिँ यहाँ एक्सटेन्ड भएछ। र यो चाहिँ सायद अब तलबाट कालिम्चोक चरीकोटबाट नै मान्छे आएर बनाएर मात्रै निस्किन्छ होला। धन्न बाटोको चाहिँ एरिया अलिकति भएको भएर साइडमा खाली भएको भएर चाहिँ यहाँ गाडी निस्किने कोसिस गरिरहेछ, तर अलिकति समस्या चाहिँ देखिरहेछ। आमा कति हो यसको? 200 रुपियाँ पर्छ। ए के छ यसमा? नरिवल चुन्डी डोरा अबिर केसरी प्रसादी धुप। यो सेतो प्रसादी नि छ? यहाँ भित्र सबै छ हैन? अनि यो छैन। अनि यो छ। यो के गर्ने हो? शिवलाई चढाउने हो। यो चाहिँ अब छोरी मान्छेहरुले लान्छ। यसको कति हो? यसको तामाको 100 रुपियाँ, फलामको 50 रुपियाँ। यो तामाको हाल्दिनु न त मलाई एउटा ल। हुन्छ। यो घण्टा हाल्नु पर्यो परेन? त्यसको कति हो? 50 रुपियाँ। ल त्यो पनि हाल्दिनु एउटा है त। ल ओके। त्यो चढाउने ठाउँ छुट्टै हुन्छ कि के हुन्छ? छ त। ए ओके। यो माला छ यसमा? छ। यो पनि छ। ए त्यो पनि छ हैन? यो चाहिँ के त्यहाँ लगाइदिने हो कि आफू लाउने हो? यो चाहिँ अब कोही चिज छोडेर आउँछ ल, कसैले टाउकोमा लाएर आउँछ। ए त्यस्तो हो। ए ल लाएर आउँछ। हस् आमा धन्यवाद। यो चाहिँ खासमा शिवजीलाई चढाउनको लागि त्रिशूल र घण्टा चाहिँ छुट्टै पाउने रहेछ। यो पनि एक्स्ट्रा लिए। यो चाहिँ खासमा जो हिँडेर जानुहुन्छ कालिम्चोक मन्दिर त्यसको लागि गेट रहेछ। यहाँबाट यहाँ लेखेको छ श्री कालिम्चोक माइकी छ है। केटाहरु टिकट लिए म भाग्दैन त। ल तिम्रो भाग्ने नि हो। तिम्रो भाग्ने नि हो। ल सजिलो रहेछ नि त होइन? थ्याङ्क यू। कता माथि हो? लगभग हामी पुग्न लागिसकेका छौँ। यहाँबाट उ देख्न सकिन्छ होइन? हामी ओर्लिने ठाउँ। त्यहाँबाट कति हिँड्नुपर्छ कि? त्यस्तै 15 मिनट। 15 मिनट जति हिँडेपछि हामी मन्दिर पुग्छौँ। यहाँ रहेछ नि त हिँड्न त आयो रहेछ नि। हिँड्नुलाई चाहिँ तपाईँको आनन्द छ। म चाहिँ आज हिँड्न सक्दैन थिएँ होइन। मैले सक्दिनँ थिएँ आज। मेरो नम्बर बसेछ बसेछ जम्मा बकेटै 2टा मात्रै हो यसको। 4वटा होला उतापट्टि छ यो तल गइसकेको छ। उतापट्टि 2टा यतापट्टि 2टा के? ए तेल सिद्धि तेल सक्यो हदै? खोइ तेल सकेछ गाडी। चल्दै चलेन। फेरि फर्केला जस्तो गर्ने। झर्दिन त?
अनि अहिले आउँदाखेरि तेल हाल्नुहुन्छ नि मजाले तेल हालेर जानुहुन्छ ओह्रालो त तेल चाहिँदैन ओह्रालोमा त न्युट्रलमा जाने हो ओह्रालोमा त न्युट्रलमा जाने हो यहाँ चाहिँ यो लडेला कि भन्ने डर लाग्दो रहेछ तल त कहाँ छ नि त भिड होइन यहाँबाट त्यही भएर डर लाग्दै जस्तो हुने रहेछ हेर्नु त ल साथीहरू यस्तो यो खाएर इनर्जी ड्रिङ्क खाएर क्यानिया फालेको छ यसरी फाल्नु भएन यसलाई चाहिँ डस्टबिनमा लगाएर हालौँ है त मन्दिरको गेटमै आइपुग्न लागिसक्यौँ तल एकदमै हुस्सो लागेर केही पनि देखेको छैन हजुर उहाँले चाहिँ 160 वर्ष अगाडि चढाउनु भएको रहेछ यो घन्टी हजुर अनि यसलाई वज्रले हानेर चट्याङ परेपछि यो फुट्यो हजुर अनि उहाँकै नातिले फेरि अहिले यो 140 केजीको दुईटा अस्ति भर्खरै चढाउनु भएको यो उहाँले ल्याएर हाल्नु भएको उहाँले नै यो भर्याङ छ नि यो भर्याङ काठमाडौँदेखि यता बाटै नहुने टाइममा वीरगन्जदेखि मान्छेले बोकेर ल्याएर हालेको यो कर्नेल साहबले उहाँले धेरै काम गर्नुभएको छ दोलखा भीमसेनमा पनि यस्तै ठुलो घन्टी चढाउनु भएको छ तल माङकालमा चढाउनु भएको छ यस्तो झोलङ्गे पुलहरू होइन उहाँले धेरै ठाउँ बनाउनु भएको छ त्यति बेला चन्द्र शमशेरको पालामा दलबहादुर कर्णेल उहाँ चाहिँ कर्णेल साहब हुनुहुँदो रहेछ यहाँ दोलखा जिल्लाबाट साथीहरू हामीले 2 दिनको यात्रालाई कालिन्चोक भगवतीको दर्शन गरेर आज समापन गरिसकेका छौँ तपाईहरू सबैलाई हेर्ने सबैलाई पनि कालिन्चोक देवीको आशीर्वाद लागोस् यति भन्दै कालिन्चोक मातालाई जय भन्दै यो भिडियोलाई समापन गरौँ कालिन्चोक माता की जय कालिन्चोक माता की जय कालिन्चोक माता की